भाइ म चाहिँ अब खान लाग्छु यस्तो है मैले खाने चाहिँ हाई एभ्रिवान वेलकम टु न्यू भिडियो मेरो न्यू भिडियोमा तपाईँहरूलाई स्वागत छ होइन हामी चाहिँ आज जङ्गलमा केटाहरू सबै मिलेर होइन कुखुरा चाहिँ ल्याएर खान्छौँ कुखुरा ल्याएर खान्छौँ होइन टक्क यसको चाहिँ दामी मटन बनाएर खान्छ होइन हामी खतरा बनाएर खान्छ यता सबै छ सबै उ तल सामानहरू छ अहिले ल्याइकन अहिले देखाइन्छ अहिले गरौँ मिला भाइ चाहिँ गाइस मैले चाहिँ यहाँ आगो फुक्नु आएको छु भाइहरू चाहिँ दाइहरू चाहिँ उ गर्नु गएको यहाँ उसै ढुङ्गा चाहिँ ढुङ्गामा उसै अचिन्छ दिँदैन होइन म दाउरा साउरा नि प्लास्टिक ल्याएको छु मैले अहिले बोलेन भने घरबाट हुन्छ अहिले चुला मिलिँदैन अहिले फेरि बनाउनु पर्छ चुला चाहिँ है यिनीहरू चाहिँ दाउरा लिएर आइसक्यो खोजेर यता बसिरहेको छु आगो फुक्दै बोलिन्छ चिसो ठाउँ छ क्या अरू ठाउँ छैन क्या यहाँ पानी नजिक भएको ठाउँ छैन नि त अरू त्यसैले अलिक पानी नजिक अब अरू ठाउँ कुकुर सुत्यो क्या त्यही भएर क्या चुला यहीँ छ नि त अनि फेरि सजिलो नि त प्राकृतिकले बनाइदियो सक्दो त बोलाउने कोसिस गरेँ मैले त होइन दाउरा अलिक सुकेको खोजेर दाउरा सामान लिएर आइसक्यौँ अनि आगो फुक्दैछ अब यो प्लास्टिकले बोल्यो नि म तपाईँको प्लास्टिक तपाईँ प्लास्टिक लिएर हो यो प्लास्टिक मात्रै त बोल्दैन हो है यस्तो नि हुन लागेको छ है त्यो पानी तताएको आगै बर्खामा यस्तो झ्याउ क्या आगो जुल्नु कि जुल्नु पारिहाल्छ हुन्छ यस्तो खोज्नु त ल पत्रुस यस्तो बोल्दो रहेछ मुसिन झिर्काहरू भाइमा राखेको पानी त त्यति नै लेखेको म चाहिँ भाइ चाहिँ फुक्नु लागेको छु है उतातिर सिक्नुहुन्छ भाइले बनाउँदैछ है आगो फुक्नु लागेको छ भाइले आगो चाहिँ फुक्नु लागेको छ नि म चाहिँ यस्तो गरेर पनि मठाइदिन्छु होइन म आफ्नो पनि आफै क्यामेराम्यान म भाइको नि क्यामेराम्यान अलिक बुढो पर गएर भाइ चाहिँ आगो फुक्नु लागेको छ यता दाइ पनि भिडियो बनाइरहेको यता चिसो भयो कि अलिकति बोल्नु दाउरा नि त्यस्तै भयो कि फेरि ओ अच्छा हाम्रो यहाँ के ल्याएको हामी घर भएको जति सबै ल्याएँ नुन पनि ल्याएको छ बेसार तेल यो चाहिँ चिकनसँग खाना चिउरा भुजा जिरा यो चाहिँ लसुन खुर्सानी टमाटर मसला छ यहाँ चाहिँ चलाउने कुरा हामीले मासु पनि हालेर खाने अमिलो बनाएर खाने भनेर ल्याएँ सबै यो चाहिँ सके भरे यो खुर्सानी र यो चाहिँ कुटिन्छ होइन मिसाएर
यो चाहिँ पर्काइन्छ, यो चाहिँ पचाउँछ हामीले उता गएर यसो अहिले एकचोटि होइन अहिले यो भेटौँ है ल। म चाहिँ अब खाना लाग्छु हुन्छ यस्तो है मैले खाने चाहिँ कहिले खाएको किन हो खाएकै भएन अहिले पुरै भएन हो त्यो पानी त जान्छ देख्न सक्नुहुन्छ होइन। अब चाहिँ हामी यहाँ मासु खानु खोजेका छौँ पुरै कराईमै चिकन मस्तै मिठो भएको छ मासु त होइन है खोइ मैले मासु खाएको छैन। चिकन देख्छु त चुरा भुजा के हो चरा हो चरा के चरा एकछिन भन्नु के चरा म त खाइ भइसक्यो होइन भाइ म पानी खान आउँछु यसो है पानी खान थाल्छ। आजको लागि चाहिँ यति नै हो, हामीले खाएर भइसक्यो होइन। तपाईँहरू जे होस् होइन भिडियो मन पर्यो आजको लागि यति नै गाइस है, बाई बाई।